हेलो गाइज, आई एम ब्याक आफ्टर लङ टाइम होइन। म चाहिँ टाइम नमिलेर भिडियो बनाउनै पाएको थिइनँ अनि आज चाहिँ धेरै पछि म भिडियो बनाउँदैछु र आज चाहिँ म स्कुल सकेर निस्किसकेँ। आज चाहिँ मेरो फ्राइडे हो र फ्राइडे मेरो स्कुल अभियसली वान अफ द फेभरेट स्प्रिङ बेल र मैले स्कुल सकेर म निस्किसकेँ र मैले लास्ट मन्थ तिहारभन्दा पहिला नि म खासमा स्कुल सकेर यता आएपछि भ्यू हेर्नु न। स्कुलमा यहाँ डोलेश्वर महादेव नजिकै छ, म त्यहाँ जान्छु भनेर सोचिरहेको थिएँ। अनि त्यो बेला पनि फेरि पानी परेर म जानु पाएको थिइनँ। अनि आज पनि दिनभरि पानी परेर यस्तो दामी झरिहालेको छ नि हिजोबाट होइन। आनन्दले घरमा ओछ्यान लाएर सुत्ने दिन परिरहेको छ, तर पनि म सुतिनँ होइन, स्कुल आउनु परिहाल्यो। सो न म चाहिँ अब आज चाहिँ पानी अलग बिदा भएको छ। सो म यहाँबाट स्कुलबाट 5 मिनट 10 मिनटको डिस्टेन्समा होला सायद होइन म। ओके हो, त्यहाँनिर चाहिँ डोलेश्वरको मन्दिर छ र म चाहिँ अब यहाँबाट हिँडेर मन्दिर जानुपर्ने हुन्छ। ल म चाहिँ हामी निस्किसकेँ अनि टक्का पानी परेको भएर होइन, दिन पनि यस्तो कस्तो चिल भएको छ क्या, त्यही कारण ल म यहाँबाट अब मन्दिर निस्किन्छु। त्यो माथिबाट चाहिँ मेरो स्कुल छ होइन, त्यो चाहिँ मेरो स्कुल भयो। अनि यताबाट साइडमा फुलहरू कस्तो खतरा फुलिरहेको छ, फेरि तिहार सकेर फुलहरू यस्तो खतरा फुलहरू देखाउँछ। बाटो चाहिँ कस्तो खतरा देखाएको छ कि फुलहरूले, कस्तो भ्यू पनि भ्यू पछाडिको भ्यू। ओ माई गड, यतैतिर घर बनाएर बस्ने लागिरहेको छ। फ्लावरहरू कस्तो दामी फुलेको, तिहार सक्यो गुडगल फुल जस्तो आइपुगेको छ। अनि यसलाई चाहिँ हाम्रोतिर आई लभ यु फुल भन्छ कि यताबाट चाहिँ यस्तो खतरा हुन्छ। हाम्रोतिर चाहिँ यहाँ सिङ्गल हुन्थ्यो, त्यो चाहिँ डबल रहेछ होइन आई लभ यु फुल। सो नभए उताको मौसम हेर्न सक्नुहुन्छ होइन, पुरै पानी परेर। ल म स्कुल निस्किसकेँ, म तल गेटबाट अनि सट्ट डोलेश्वर मन्दिर जान्छु। त्यहाँबाट म एकछिन 10-15 मिनट सर घुमेर यसो त्यहाँ के छ कन्डिसन हेरेर डोले मन्दिरको देखेर डोलेश्वर महादेवको दर्शन गरेर त्यसपछि म ब्याक टु दी म मेरो घर जानुपर्ने हुन्छ। आज अफिसमा मिटिङ भन्ने थियो, बट म अफिसमा भ्याउँदिनँ होइन। द्याट मौसम कस्तो दामी छ क्या, माथिबाट पुरै कुहिरो लाग्छ। ल यो चोक छ नि, यो चोकबाट यता सिधा बाइक आएको बाटो छ नि, यता तल यो तल देखेको बाटो चाहिँ हामी सूर्यबिनाबाट आउनु पऱ्यो र यहाँ त्यो बाटोमा आएपछि यताबाट भित्र चाहिँ हामी डोलेश्वर मन्दिर महादेवको मन्दिर जान्छौँ। जान चाहिँ यताबाट पनि मिल्छ, तर यताबाट डेन्जर घुम्नुपर्छ। सो हामी चाहिँ यबाट जाँदैछु म चाहिँ। सो स्टे ट्युन गाइस। यहाँ चाहिँ यहाँ 3-4 चोकहरू छ कि फेरि यहाँनिर। यो मेन चोक भयो होइन, अनि चोक भएपछि यहाँनिर एउटा तल जाने बाटो छ यस्तो होइन, अफ रोड भएको। एउटा तल जाने बाटो छ, अर्को माथि जाने बाटो छ, तर म चाहिँ यहाँ बिचबाट छिर्नुपर्ने हुन्छ। हामी चाहिँ गेटबाट यहाँनिर डोलेश्वर महादेवको गेट पनि छ र यहाँबाट हामी तल झर्नुपर्ने हुन्छ। हजुरहरूलाई बस्न मन छ भने त माथि रिसोर्ट पनि छ है भब्बार, तर कति रुपियाँ पर्छ मलाई पनि थाहा छैन। मौसम त्यस्तो कुल छ होइन। म चाहिँ यहाँबाट चिल्नु चाहिँ मान्छेहरूले हेरिरहेको थियो, कस्तो लाज लाग्ने कि अब मान्छेको अगाडि बोल्न चाहिँ होइन, तर पनि ठिक छैन। आई हेभ टु इम्प्रुभ। मलाई यस्तो हावा बोल्न मन लाग्छ होइन, तर के गर्नु सब स्टुडेन्टले हेर्छन् हावा बोल्नै मिल्दैन। गाह्रो छ कि मलाई, स्टुडेन्टहरूले सब्सक्राइबर नभएको भए चाहिँ म यस्तो हावा बोल्थेँ। यहाँ हाम्रो एउटा मन्दिर छ, यो चाहिँ के हो आई डोन्ट नो, यो मन्दिरको नाम चाहिँ के, यहाँ अड्ले जस्तो लाग्छ। म हेर्नु पर्ने त यहाँनिर कस्तो बाटो हुन्छ कि मन्दिर, फेरि बुढा तास ल्याउँछ कि हो। मन्दिरको नाम चाहिँ के हो, यहाँ अगाडिपट्टि छ होला है। ल मन्दिरको नामै छ नि त्यहाँ, अन्डरग्राउन्ड मन्दिर टक्क मात्रै देखिरहेको छ। यहाँ आएपछि हाम्रो पुल परिपरि यहाँ सानो खोला छ, त्यता दिनभरि पानी पर्दा नि यो खोला चाहिँ खासै म चाहिँ पुरै स्कुल ड्रेसमै छु। म त छिटो गएर त्यहाँबाट म सट्टै ग्राउन्ड डोलेश्वर मन्दिरको दर्शन गरेर भाकल गरेर होइन, त्यसपछि म फर्किहाल्नु पर्ने हुन्छ। यो चाहिँ हाम्रो डोलेश्वर महादेवको मन्दिरभन्दा हल्का तलबाट देखिने पारिपट्टिको मनोरम दृश्य। सबैजना बादलमाथिको फोटो हाल्छ, म चाहिँ बादल मुनि बसेर फोटो हाल्छु यार। म चाहिँ फाइनली हामीलाई चोक्ने लागिसक्यो र यतापट्टिको यताको जुन बाटो छ नि
माथि भयो यो बाटोबाट चाहिँ हामी जगती उद्यान चाहिँ बाटोबाट पुग्छ र यो चाहिँ रहेको छ हाम्रो डोलेश्वर जाने बाटो यता माथिबाट चाहिँ घुमेर खोइ कहाँ आयो तल पुगिन्छ जस्तो लाग्छ आडुन्न त्यहाँ पुगिन्छ होइन के भन्छ अरे आदि आशापुरी महादेव जाने बाटो डोलेश्वर जगती माथिबाट भएर म बिर्सिरहेको बाटो हाय हाय यताबाट चाहिँ मन्दिर जाने बाटो तर के बिगारेकै बाटो यार बन्द छ कि बन्द छैन नि यो चाहिँ मन्दिर जाने बाटो कस्तो थाक्यो यार बच्चाहरूसँग लास्ट फियर क्लास 1 मा थियो चिल्लाउँदा भनेकै सुन्दैन बल्ल सक्यो क्लास र म कस्तो खतरा छ है पछाडिको भ्यू सर म जान्छु 10 मिनटमा सर घुम्छु अनि फर्किहाल्छु त्यसपछि अटो लागिरहेको छ त्यो अटोमा जानुपर्छ अब रल भ्याउँदैन फेरि ल म गेटमा आइपुग्नु ल गेटमा पुगेर भेट्छु यस फाइनल्ली अरू गेटमा आइसकेँ कस्तो दामी छ कि भित्रको भ्यू त बाबा ल यो छ डोलेश्वर मन्दिरको बाहिरपट्टिको भ्यू होइन कस्तो एकदम के आजसम्म जति मन्दिर गएको छैन त्यो मन्दिरमा सबसे क्लिन हो क्या मन्दिर चाहिँ दामी छ कि बेसी भित्र के छ होइन माइक्रो आइसक्यो तर राम्रोसँग चाहिँ काट्ने भित्र चाहिँ हामी डोलेश्वर मन्दिरभित्र दर्शन गर्न जाँदैछौँ ल यो चाहिँ हो डोलेश्वर मन्दिर कस्तो खतरा छ गाइस बेकार त भ्यू छैन यस्तो नेट अनि क्लिन छ कि मन्दिर चाहिँ होइन पछाडिबाट तर ड्रेस खाल्टोमा भए पनि त्यस्तो खासै त्यस्तो धेरै मान्छेहरू गएको छैन होइन यस्तो कुराहरू सोध्नु हुन्थ्यो त्यहाँबाट पढ्नको लागि कस्तो खतरा स्पेसहरू छ क्या चाहिँ ल सर भ्यू हेऱ्यो चाहिँ मन्दिरको भ्यू भयो साढे डोलेश्वर मन्दिरको लुक पनि भइसक्यो मन्दिरभित्र गएर फेरि दर्शन गरिहाल्छु होइन के लगाएर हामी निस्किनुको लाग्छ यताबाट पानी खानपानी पनि छ कि यताबाट चाहिँ कहाँनिर खानपानी चाहिँ खानपानी उताएर त्यो खानपानी उताएर चाहिँ होइन खै चिसो बस्नु खालि चिसो न पबल चिसोहरू चाहिँ टिप्छु आज सुन्छ पानी परेन होला अनि सोमबार पनि नभएर हो शुक्रबार अफ डे भयो प्लस बिहानमा भने भक्तभजन पर्ने हुन्थ्यो होला बिहानमा चाहिँ होइन तर खासै धेरै छैन मान्छेहरू चाहिँ यस्तो यतिको सफा कहीँको मन्दिर पनि छैन होला है यताबाट चाहिँ बन्दै हो यताबाट बन्दै रहेछ यताबाट चाहिँ नयाँ बन्दै रहेछ सो मजाले घुम्दैन यति नै सानो सानो कुकुर चाहिँ र म दर्शन गर्छु र निस्क्यो होला चाहिँ यहाँबाट
यो चाहिँ भयो दर्शन म भित्र चाहिँ छिरिनँ होइन जुत्तो खोल्नु झलायो भन्नु नमिल्ने पाप्नु लागेको छैन अस्ति जो आउँछु भनेको त्यसो म त्यस कारणले चाहिँ एनी आउनै भयो आज पानी परे पनि होइन सो मेरो चाहिँ नेपालको मन्दिरहरूमा अन बेस्ट मन्दिरहरूको चाहिँ यस्तो सफा छ कसम म चाहिँ मन्दिरहरू यति सफा हुन्छ भने म एक्सपेक्टै गरेको थिएन कि सो म चाहिँ हेर्नु पर्ने हुन्छ सो मैले त्यस बाहिरैबाट रोगिसकेँ पूजा गरेर किनकि पूजा गर्न गएर पछि आउनु पर्ने हुन्छ सो म यहाँबाट निस्किन्छु अब यही हो भक्तपुरको वान अफ द बेस्ट होइन साथै नेपालकै होला यो शिवरात्रिमा र अनि अर्को के हो डोल्सेर माथि चाहिँ बब्बाल मिलाएर जान्छ म त्यहाँको मान्छेहरूलाई सोध्छु भन्दा थिएँ के कुराहरू कहिले स्थापना भयो यसको विशेष विश्वासहरू के छ लाइक कसरी भयो बट होस् पुजारी बाहरू पनि देखिनँ सो म निस्किन्छु यहाँबाट अटो लगाइसक्यो पानी पर्लाइसक्यो नि मलाई ढिलो गर्ने होला छ बाइक